हेलो गाइस, गुड मर्निङ सबैजनालाई। अन्त वेलकम ब्याक छ है फेरि मेरो आज डे 4 ब्लगमा। अनि अब चाहिँ हिँडेको बजारतिर, आज सन्डे हो, बजार पनि लाग्छ रम्फू। अनि चुना पनि छ यहाँ मसँग, बिहानै राम्री भएर रेडी भइहालेछ हो। अचम्म लाग्यो म आज चाहिँ यति छिटो रेडी भएको देखेर। होइन अनि अब रम्फूको आज सागसब्जीहरू देखाउनु पऱ्यो आज त मेरो भ्लगमा। हो नि हौ, छुनाको रुम पनि देखाउँछु, नयाँ रुम कस्तो कस्तो हेरेको छ भने आफै आउँदैन फ्रेममा। अनि नक्कली केटी। ल यसो भए बजार पुगेर देखाउँछु। गाडीमा स्ट्यान्ड छैन यहाँ, नत्र झुन्डाउनु हुन्थ्यो नि। रेडी हुँदैछ यहाँ, पर्छ त। लगाऊ छिटो हेलमेट। हेलमेट त डरै लाग्दैछ। हेलमेट डरै लाग्दैछ भन्दैछ। मैले मगाएको चाहिँ आएकै छैन। गाडी यहाँ सफाइ छ है छुना, धोएर अस्ति धोकन्न। लु जाउँ, बाई बाई। गएको रम्फू आइपुग्यो हामी चाहिँ। अनि अहिले चाहिँ छुनाको रुम हेर्नु गएको। सर्ने भन्छ रम्फूमा, यता हेर त सर्ने मान्छे। रुम सर्ने मान्छे हेर नि। हेर्नुहोस् है, यहाँ गान्तोक कति किलोमिटर रहेछ यहाँबाट। रोडथाङ, रानीपुल, सिङताम। छिटो हिँड, छिटो। रुम हेर्नु, खै कता हो सोध्नु नि फोन गर। कुन चाहिँ चेपबाट गएको थिएँ? बाटो बिर्स्यो, छुनाले बाटो बिर्स्यो। छिटो हिँड। केस पनि काटिसके। खै त गएको छुना, केस काटिसके। हिँड जाउँ। तल थुक्पा खानु बोलाउँदैछ त केटाहरूले त। के गर्नु, खोइ तल बोलाउँदैछ। जाउँ है। तिमी नखाऊ। ल तल बजार पनि एकछिन घुम्नुपर्छ ल। आइपुग्यो रम्फू बजार चाहिँ। सन्डे आज सब्जी साह्रो हुन्छ है यहाँनिर। के किन्नु हौ, पैसा पनि छैन। कहाँ गयो छुना त? छिटो है। अलिकति हाम्रो केटाहरू कहाँ पसेको? यहाँ भन्यो कि त्यहाँ भन्यो? यहाँ पो होला हौ। आहा, केटाहरूको हेराइ खतरा छ त। ल है, हो ड्युटी किन आइन जस्तो हिजो। हजुर ए अँ आऊ सुना छिटो। सर त यहाँ बस्नु नि छुना, यहाँ बस्नु। बस न हौ, केही हुँदैन। आइपुग्यो यहाँ रेस्टुरेन्टमा। ब्लगर भइगयो, भिडियो चालै हुन्छ मेरो त। रम्फू बजारमा भिड यस्तो छ है आज चाहिँ। यहाँ हेर्नुहोस्, हरियाली छ। सब्जी किन्नु जानुपर्छ होला अब। जाउँ बुबु भनेपछि हामी माथि निकाल्दै गर्छु नि बु पैसा। हजुर त्यतै निकाल। जाउँ ल, हुन्छ बुबु। ल औ ल ओ हिँड न छिटो। सब्जी देखाउँदा के लाने रे? के चाहिँ होस्, मलाई त आलु खाएर बाँचिहाल्छु नि म त। यतै सब्जी गर्नु नि त। यहाँ सब्जीहरू त है कहाँबाट लिएर आउँछौ है, बस्तीहरूबाट होइन? बिजी
धनियाँ लाँदैन हौ खाल खालको रहेछ धनियाँ खाल खाल सिस्नु पनि लिएर आएछ आज त लु लु गाइस सौदा गर्नु आउँ है भिडियो हेरेर पनि आउँ है भिडियो हालिहाल्नु पऱ्यो सौदा गर्नु आउँ है सौदा गर्नु अब निस्किएको बजारबाट पनि बेसी डुल्नु हुँदैन बजार सौदा पनि गरिएन बेसी हजुर